हेलो गाइज, नमस्ते सबैजनालाई। वेलकम ब्याक टु माई युट्युब च्यानल। हजुरहरूलाई सिक्छु ब्लगमा स्वागत छ। अनि मैले चाहिँ फेरि दसैँको भ्लग बनाउन गइरहेको छु। अनि कन्टेन्ट र थम्बनेलबाट हजुरहरूले थाहा नै भइसक्यो होला। एन्ड ह्याप्पी दसैँ टु अल। अनि हामी चाहिँ दसैँमा के गर्छौँ भनेर चाहिँ देखाउनु गइरहेको छौँ है। खासै हामी चाहिँ हाम्रो घरमा चाहिँ मनाउँदैन, तर मामा घरतिर चाहिँ यस्तो कसरी मनाइन्छ भनेर चाहिँ आज हजुरलाई देखाउनु गइरहेको छौँ। अनि आज टिकाको दिन, यो चाहिँ भ्लग चाहिँ भोलिपल्ट अपलोड हुने छ। अनि प्लिज गाइस सबैजनाले सपोर्ट गरिदिनु, लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला। टिल द एन्डसम्म चाहिँ हेरिदिनु होला गाइज भ्लग। अब लेट्स स्टार्ट द भ्लग। गाइज म चाहिँ नुहाइसकेँ होइन। अनि आइम अ बिट कन्फ्युज होइन, के भन्छ कुन कुर्ता लाउने भनेर। किनभने यसपालि मैले दसैँमा एक्सपेन्सिभ भएर कुनै पनि कुर्ता किनेन। अनि तिहारमा चाहिँ बरु किनौँला भनेर आई हेभन्ट बाई एनी कुर्तिज। अनि त्यही भएर चाहिँ कुन कुर्ता लाउने भनेर म अलिकति सोचिरहेको छु क्या गइराईमा। अनि ह्याभ टु अप्सन, तर मैले एउटामा चाहिँ मजाले भ्लग बनाइसकेको छ होइन। अनि फेरि त्यही कुर्तामा तर रियुज गर्दा के हुन्छ र होइन, किनभने अब रियुज गरेर लाउनु नै राम्रो त हो नि भनेर सोचेँ। अनि त्यसपछि लेट्स आई विल सो यु कुन कुर्ता लाउने भनेर। अनि त्यसपछि म डिसाइड गर्छु है त। गाइज एउटा कुर्ता चाहिँ यो छ है, दिस वान। यो चाहिँ अलिकति सर्टल क्रिम कलर टाइपमा। अनि त्यसपछि अलिकति यो चाहिँ अलिकति अगाडि हेभी छ। यो लाउनु कि आएर न कि यो ब्लू लाउनु होइन, आम अ बिट कन्फ्युज। अनि यसमा चाहिँ मलाई अलरेडी त्यो मन्दिर जाँदाखेरि लाएर भ्लग बनाइसकेको छ। सो आई थिङ्क सो आई ह्याभ वेयर यो फर स्योर। अब चाहिँ म रेडी भएर हजुरसँग भेट्नु छु। ओके, स्किन केयर गर्नुपर्ने थियो। हजुरलाई स्किन केयर गरेको मेकअप गरेको देखाउँथ्यो, तर बट अलिकति टाइम लिमिटेड छ। आई हेभ टु गो टु माई वर्क। त्यही भएर म बनाउँदिनँ। म एकैचोटि मेकअप सेकअप गरेपछि हजुरसँग भेट्ने छु। अहिलेको लागि गिभ मी हाफ एन आवर। बाई बाई। हेलो गाइज, आम रेडी। अनि मैले चाहिँ यो टप लाउन लगाएको क्या। यो राम्रो देख्छ कि अर्को राम्रो देख्छ, आई एम कन्फ्युज। म कन्फ्युज भएँ। अनि त्यसपछि मेरो आँखाको मेकअप यस्तो भएको छ गाइज अलिकति। योमा आज मेकअप कस्तो भयो नि थाहा छैन क्या, थाहा छैन। आँखाको यो प्याच चाहिँ जति लुकाउनु खोज्यो नि हुँदैन कि गाइज। यस्तो भएको छ मेकअप रियलमा। आई डोन्ट नो आम लुकिङ गुड कि नट गुड होइन गाइज। कस्तो देखेको छ आइज त यहाँ मेरो बहिनी चाहिँ यस्तो देखेको छ। मलाई यसले सुहाएको छ कि के अर्को लाउनु कि यसले सुहाएको छ भन् त। अर्को लगा, अर्को लाउनु सुहाएन। कुन लाउनु त खै। किन त्यसले के सुहाएन जस्तो लाग्छ होला। गाइज गाइज कि यो लगाऊँ भन्नु त। एउटा साइडमा यो, एउटा साइडमा यो लाएर देखाउँछ है त। किन खिचेको त? I don't know which one will look better. ओइ कुन चाहिँ? ओइ हेर त। ओइ यसले यो त बनमा मात्रै सुहाउँछ। अनि ठिकै छ। ओके गाइज, अहिले भेटौँला है त। हेलो गाइज, हेलो। हामी कहाँ जानु लाग्यो रेडी हेर्न? के गर्न? टिका लाउन। टिका लाउँछस् तैँले? हाम्रो बहिनी चाहिँ टिका लाउँदैन। अनि हामी चाहिँ अहिले यहाँ फुपूको घरमा आइरहेको छौँ। बोलाउनु भयो। अनि हामी चाहिँ टिका लाउँदैन। अनि के गर्न जान्ला नि टिका लाउन अरे। अनि अब चाहिँ हामी जाँदैछौँ। बहिनी लम्किँदै लम्किँदै गइरह।
कति छिटछिटो हिँडेको हौ त चाहिँ भएको छैन। अनि मैले चाहिँ मैले यो पोहोर दसैँमा किनेको कुर्ता हो अनि मैले स्टाइल लगाएको छुइनँ क्या। ओइ सबै पछाडि फ्याँके कि क्या हो सानी मेरो पछाडि कुर्तामा लाग्यो हो पोहोर छैन है। हिँड्दैछौँ गाइस यस्तै छ बर्खा जस्तै भइरहेको पानी परेर अनि हामी चाहिँ टिका लाउनु आइसकेको छु। म ड्युटीमा पनि जानु छ कि गाइस मलाई टेन्सन भइसक्यो। ओइ चाहिँ टिका लगाएर कहाँ जानु लागिसकेछ हाम्रो आज दुला र आउटफिट चेक ओइ कति राम्रो देखा त्यहाँबाट यहाँ ला त यहाँ उयो होला। ओइ हामी उयो नगर्ने के अरे टिकटक के अरे लोप लोप होला अब हामी पनि जाने हो क्या सँगै जाउँ। ए कहाँ ए ल लिएर आइज टिका लाउन लगाइरहेका छौँ। सिम्पल है हाम्रो मम यहाँ बिन्दु खोइ त हाम्रो फुपू टिका लगाएर बसिसकेको छ। दिदी है फुपू दिदी हो टिका लाउन बसिरहेको छ गाइस होइन कति राम्रो देखिरहेको आज यसलाई दुब्ला देखेर होला कि खोइ। प्लिज इग्नोर ब्याकग्राउन्डलाई इग्नोर गरिदिनु होला। अब मेरो पालो ल मेरो पालो ल हामी त जाने अब ढिला भइसक्यो। आङीले के होला मामा घर जाने। ओइ बाहिर जाउँ बाहिर के वाला बनाउने के भयो केही नबनाउने दसैँ होला यतिकै। हामी चाहिँ टिकटक बनाउनु गइरहेको छौँ गाइस। मेरो फोनको चाहिँ चार्जै सकिने गरी अहिले पछि चार्ज गर्न पाउँछ नि त तिमीलाई कस्तो राम्रो देखा। ब्याकग्राउन्ड चाहिँ प्लिज इग्नोर गरिदिनु होला। गयो हेर त मेरो त्यो उयो सेतो सेतो गयो अघि त कस्तो त्यो ठ्याक्क के ब्लस टल्किने दिदीमा कति टल्काउँछ हौ टल्किरहेको छ त राम्रोसँग। ओहो हेर हेर यहाँ टिकटकको तेरो आँखा कसरी रातो भए धेरै मोबाइल हेरेर होला। यो चाहिँ मेरो मामाको छोरा। कसको छोरा त तेरो बाउको नाम भन के पागल जित बहादुर तामाङको छोरा कति ह्यान्डसम भइछ यता हेर्दा खै आम्मा यसो गर अब चिज गर चिज रे बोल न अस्ति नै जस्तो बोल्ने लजाउँछ पो रहेछ आजकल त यो त के भने लजाउँदो रहेछ आजकल त। दाँत देखा त अब रिग्रेट हुँदैछ होला होइन दाँत त्यस्तो भएर बिचरा अब चाहिँ रिग्रेट हुँदैछ। आँखा त साह्रै रातो होइन यसको के भएको खाइस क्या हो के रक्सी हो। अनि हाम्रो सानी चाहिँ यहाँ टिका पनि लाउँदैन दक्षिणा थाप्दै हिँडिरहेछ हेर्नु है। दक्षिणा देखाइदेऊ त ल जाएर गाइस हाम्रो पुरानो मामा घर हो यो चाहिँ अहिलेसम्म पनि जस्ताको त्यस्तै छ बुइचा लाएर पनि भत्के खाएन। मेरो हेर टिकटक एकैछिनमा कस्तो छोपेको हौ कालले हुनु ल अघि कस्तो राम्रो देखिरहेको थियो अहिले। मेरो नि कहिले काहीँ भिडियो गर्दैन ऊ त जहिले उसकै मात्र गरिदिनु।
One debt to society later. चकलेट दिएपछि चुप लाएर बस्छ यो पनि लिनुहुन्छ दिदी कस्तो क्यामेराबाट ब्लर आइरहेको एन्टिलाइट परेर होला प्रेम सरलाई अस्तिको पालि पनि डाक्टर अमन हुनुहुन्थ्यो यसपालि पनि डाक्टर अमनै परेछ रसु दिदी पनि हुनुहुन्थ्यो शिला दिदी पनि हुनुहुन्थ्यो म पनि थिएँ दिदीको चाहिँ फर्स्ट टाइम हो प्रेम दाइ चाहिँ फर्स्ट टाइम है के अस्ति पालि हुनुहुन्थ्यो अरे हुनुहुन्न थियो है किन चलाउनु पऱ्यो क्या आउँदा सबले फेरि के अरे सबले मलाई पनि जाडमा जस्तो हो नि त अब प्रेम दिदी म लाउँछु ल ज्याकेट खोल्दै गर्नु कस्तो लाग्दैछ डाक्टर अमन यो पनि लिनु अब लिनु जोडी के अनि सन्ध्या सिधा पो टल्किनु भयो कालो हुन्छ डक्टर सोसाइटीमा पायो तिमीले पायो पाएन नि मोटा मोटा पायो तिम्रो होला नि वाइट टिका सबै खसे नि स्कुटरले उसले होला मैले इन्टसम्मै बनाएको छु सम्धी भेट गराउ त्यो दाइ लाउनुहुन्न गाइज भ्लग चाहिँ अब यतै एन्ड गर्नु गइरहेको छु अनि अब हामी चाहिँ यहाँ तास खेल्न लाग्छौँ है दुईजना आइसकेको छ अनि यसको आँखामा औषधि लगाइदिन्छु म अनि
म तास खेल्न सुरु गर्छु लुगासुगा चेन्ज गरेर गाइस हैन ओइ मैले जिते अहिले फेरि फर्स्टै पार्ने मैले रन भन्न लागिरहेको मैले जिते नबढेर के हालेर पनि दुध पाती खाने ल तास खेल्दैछौँ हामी तास मैले हाल्छु ल म बाँड्छु है त The next day. गाइस यो चाहिँ घुमर चोकदेखिको भ्यू हो फर्केको होला छोप्यो इस्कुसको भारीले आकाशको भारीले फेरि देख्छ यहाँबाट फेरि घरले चेक्यो फेरि घरले चेक्छ मनी चुट जान्छ यहाँदेखि यहाँबाट त मनी चुट जान्छ है अहिलेसम्म गएको छैन हेर्नु होला मनी चुट जान्छ नि मनी चुट ल Hi guys, it's day 2 दसैँको and हामी चाहिँ घुमरचोक तैँले फिस चाहिँ छैन कति राम्रो देखिरहेको छ आज गाइस अलिकति भन्नु मिलेन त्यही भएर ठिकै छ अब हामी चाहिँ पिङ खेल्नु लाग्यो गाइस दसैँ हिजो खेल्नु पनि खेले होइन टिका 3 जना मात्रै छ ला मेरो त रातो टिका नि खसेछ नि त त्यही भएर कस्तो के खाली भयो जस्तो लाग्यो क्या पिङ खेल्छौँ अनि त्यसपछि हामी यहाँ स्कुटर छ अनि हामी जान्छौँ आज चाहिँ मेकअप कस्तो अलि ठिक छ राम्रै भएको रहेछ यो हेलमेटले यो कान यस्तो यो पछाडिको चुच्चो यहाँ गोद्दा गोद्दा कस्तो दुख्दो रहेछ भने डराइ डराएको छैन के जाऊ उयो यता मेरो गरिदियो नि त राम्रै देखिरहेको छ ल त मेरो गरिदियो अब 1 2 गीत गान त सोरानसँग बिहा थिएन ल त तेरो नि टच भयो कालो भयो भने कालो हुनुको होइन बेफाइदा यही हो कालो भएपछि देखिँदैन क्या म अब डान्स गर्छु ल गाइस आइसक्रिम खाओ कि गर्दै खोइ ल यतिसम्म गर्न त 1 2 3 को आइसक्रिम खाओ कि गीतै छैन कपिराइट आउँछ नि त गीतै छैन काली भइसक्यो बेफाइदा ल गयौँ है त बाटो छैन हामी चाहिँ तास खेल्नु गइरहेको छ आइपुग्यो है कस्तो राम्रो लाइट हो क्या आइसक्रिम खाओ के गर्दै बनाउनु पर्छ अब जान्छु मैले हेर्नु चप्पल यहाँ के भन्यो होला गीत बन्द गर गीत कपिराइट आउँछ वेलकम टु मैया अर्को प्याट ओ हाम्रो घरमा थियो नि त भन्यो भए अर्को त्यहाँ अर्को कहाँ हालेर के हो त्यस्तो आम्मा 48 hours later. यस्तो चाहिँ के गरे होला ल दिनभरि तास खेल्ने बस्ने पानी वेदर भन्ने पानी परेर कस्तो भइरहेछ म चाहिँ सुतिरहेको छु गाइस यो चाहिँ डे 3 हो अनि हेर्नु न कन्डिसन यस्तो छ होइन जस्तै अब कति दिनसम्म पानी पर्छ भनेको थियो नि त झन् हिजोसम्म परेन हामीले चाहिँ जताततै मामु घर गएर भ्याइसक्यौँ अनि त्यही भएर आज चाहिँ कहीँ जाने प्लान गरेको थियो हामीले कतै यति राम्रो वेदर भयो भने चाहिँ हामी यतातिर घुम्न जान्छौँ भन्ने सोचिरहेको थियो हेर्नु न वेदर त्यस्तो भएर चाहिँ पानी परेर अब के गर्न सकिन्छ र अनि आजको लागि चाहिँ यति नै गाइस म चाहिँ मेरो भ्लग एन्ड गर्दैछु
अनि टोपारी डाँडा चाहिँ छ नि नगरकोट है गाइजहरू धेरै टाढा छैन यहाँबाट नजिकै छ अनि and that's all for today guys. See you in next video. Bye bye. Like, comment, share, subscribe गर्न नभुल्नु होला.